मैले खाएको थिएँ दुध खाएको छैन हामीले दुध खाइन त्यो कान्छे खाथिने कपाल कपाल त बहुत लामो भएछ नि यिनको रानु यहाँ आउनु छोरू ठिकै छ बाहिरमा गएको थियो अहिले त्यस्तो चिसो छैन अब डिसेम्बर 23 गर्दा हुन्छ है सानो अब डिसेम्बर 23 गर्दा भोलि रेडी हुनु पर्यो नि त के क्यालेन्डर बुवाले के भन्नुहुन्छ त खाजा खाजा चाहिँ खाइयो अब चाहिँ अब फेरि अब के गर्ने कामै केही पनि छैन बढ्ने बुवालाई अब काम एउटा काम खोज्नु पर्यो बुवालाई न बोर हुनु भयो घरमा बस्दा बस्दा भनेर अब खुरमा बनाएर बेच्न लैजानु पर्यो खुरमा बोइल बनाउने होइन बुवालाई त्यो हिजो हामी गर्छ इन्डियन स्टोरमा त्यहाँ गएर त्यस्तो ग्रोसरीमा चाहिँ बुवालाई हायर गरिदिनु टाइम पास गरिदिनु न यसो गरेर कुरा गर्नु न ए भाइ इन्डियनले कहाँबाट त्यस्तरी सजिलो काम दिन्छ नि तिमीले कस्तो ग्रोसरीमा सामान मात्रै मिलाउने कि अथवा क्यासियरमा सामान त्यो भनेर भने म सामान मात्रै मिलाउँछु भने कसरी दिन्छ सबै गराउँछन् इन्डियनको त गाह्रो हुन्छ बुवालाई त वालमा सजिलो हुन्थ्यो काम गर्न चाहिँ सजिलो हुन्थ्यो होइन गरी अझै भर्खर त अस्ति हामी चाहिँ यस्तो गर्नुभयो यिनीहरूलाई 6 महिना अल्टिमेट दिनु 6 महिना हेर 6 महिना तिमीलाई काम खोजिदियो भने म हेर्छु समरसम्म त गर्मी भइहाल्छ 6 महिनामा 6 महिनामा तिमी जाहिर खोजिदियो भने म हिँडेँ म क्यालिफोर्निया भन्नुहोस् अब त जहाँ हो नि जान्दैमा हामी जाँदै होइन काम खोज्दैनन् भने भनेको अब जब तिम्रो टिकट सिद्धो बेला आयो त अब जहाँ हो भनेर सही अब जान्नु बुवालाई वन टिकट काट्न बोलाएको हुन् बुवालाई फसाएको छ नि वन टिकट काटेर टिकट रिटर्न भएपछि जति बेला पनि टिकट छैन नि त अब त्यही भनेको वन टिकट हो रिटर्न टिकट छैन बुवा केही छैन बुवा टुरिस्ट भिसामा हुँदासम्म त रिटर्न काट्नै पर्थ्यो बुवालाई म क्यालिफोर्निया टिकट काट्न बोलाउँछु रिटर्न भएको उसबेला हुने बित्तिकै जान्छु मन सुन्नु भएको